माइला हैन मूर्ति चोर अहिले पनि तयार छन्। अब नाम किटानी गर्नु पर्दैन यति पनि बुझिहाल्यो हैन राजा पूर्व माइला राजा भनौँ माइला 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 भन्ने बुझिहाल्छ मूर्ति चोर र माइला अहिले पनि कता कता नेपालमा झडप हुँदाखेरि सिरपेज फेरि लाउन पाउँछ कि भनेर चाहिँ गरी टाउको यसो निकाल्छ। विगतमा हाम्रो बिचमा दुईटा धार्मिक समुदायमा कुनै मिसअन्डरस्ट्यान्डिङ भयो भने अलिकति डाङडाङ डुङडुङ हुन्थ्यो, अलि मसालाहरू हुन्थ्यो, अलिकति यताउता पुतलाहरू जलाइन्थ्यो। आज तरवार खुँडो बन्दुक लिएर चाहिँ सडकमा मान्छे उत्रिरहेछ। जसरी राज्यले हिन्दूको चाडपर्व दसैँ आउँदाखेरि बडा दसैँ भनेर 15 दिन बिदा दिन्छ, टुडीखेलमा तोप पड्काएर बन्दुक पड्काएर देश राष्ट्रका राष्ट्रपतिदेखि प्रधानमन्त्री सारा संसार आएर हर्ष बढाइ गर्छ। तपाईँले मनाउने साकेलामा हात्ती वनमा गएर तपाईँ मनाउनुहुन्छ, तपाईँको तोप पड्किन्छ। यदि रासोपामा चाहिँ त्यो दुईटा मान्छे प्रवेश नगरेको भए रासोपा फेरि अर्को पत्तुर कवाडीको भाउमा नबिग्ने चाहिँ पार्टी हुन्छ। दर्शकवृन्द नमस्कार, स्वागत छ तपाईलाई eSewaroad.com मा र म प्रकाश लिङदेन। आज हामी विशेष गरेर नेपालको पछिल्लो राजनैतिक घटनाक्रम साथसाथै नेपालको तराई क्षेत्रमा भएको धार्मिक जुन खालको एउटा द्वन्द्व भइरहेछ, अन्तर्द्वन्द्व भइरहेछ, यो विषयमा आधारित रहेर आदिवासी जनजाति अभियन्ता आङ्काजी शेर्पासँग कुराकानी गर्दैछौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। हस्, धन्यवाद। के छ, कसरी बिताइरहनु भएछ दिनहरू? अब अभियन्ताको नाताले हजुर अब राजनीतिक घटनाक्रमहरू सामाजिक घटनाक्रमहरू घटिरहन्छ, त्यसको बारेमा आफ्नो व्यक्तिगत विचारहरू होइन अभियन्ताको रूपमा उठाउनु पर्ने आवाजहरू हजुर उठाइरहि नै रहन्छु। अहिलेको अब नेपालको राजनीति माहौल चर्किरहेछ होइन, देशमा जताततै अहिले घटनाहरू पनि भइरहेछ। अहिलेको यो राजनीतिक अवस्थालाई यहाँले कसरी लिइराख्नु भएको छ? अब यो विशेषतः यो स्वदेश र विदेशबाट केही शक्तिहरू नेपालमा सामाजिक सद्भाव बिथोलेर एउटा अस्थिरता निम्ताउन खोज्दैछ र त्यो अस्थिरताको जगमा देशमा हामीले संस्थागत गरेर संघीयता धर्मनिरपेक्ष गणतन्त्रमाथि चाहिँ नै चुनौती खडा गर्न खोज्दैछ। अहिलेको मूल कारण र अवस्था यही नै हो। जस्तो अहिले अब सुनसरी लगायत तराई क्षेत्रमा चाहिँ जुन खालको घटनाहरू भइरहेछ होइन, आन्दोलनहरू पनि चर्किरहेछ, त्यहाँ मान्छेको कतिको त ज्यानै गइसकेको अवस्था पनि छ होइन। यसलाई चाहिँ तपाईँले विदेशीहरूले खेलिरहेछ भन्नुभएको छ। कुन देशले खेलिरहेछ यो, तपाईँले कसलाई कुन देशलाई इङ्गित गर्नुभएको? खेलाडीहरू घटना एक होइन, घटना एक परिणाम अनेक भन्दा पनि हुन्छ। हजुर, घटना एउटा धार्मिक सद्भाव बिथोल्यो। अब नेपालमा मुस्लिम र हिन्दू बिचमा अथवा हिन्दू र क्रिस्चियनको बिचमा यस्ता घटनाहरू विगतमा नभएका होइनन्। पञ्चायतकालमा भएका थिए होइन, बौद्धकालमा भए होइन, विशेष गरेर उत्तर कपिल बस्तीतिर गाई मार्दाखेरि ठुलो नै आन्दोलनहरू भएको थिए। तर त्यो आन्दोलन एका दुई दिनको चाहिँ एउटा आपसी एउटा छलफलबाट चाहिँ टुङ्गो लाग्थ्यो। हजुर। र अहिलेको यो घटनाक्रम चाहिँ जन्दैले आन्दोलनकारीहरू अथवा जो अहिले मिसअन्डरस्ट्यान्डिङ भएको छ हिन्दू र मुस्लिमको त्यो नियन्त्रणभन्दा नै बाहिर गइसक्यो जस्तो लाग्छ कि मलाई। किनभने उहाँहरू मिलिसक्यो, सात बुँदे सहमति गरेर कुरो टुङ्गाइसक्यो। अब फेरि पनि चाहिँ केही अराजक मान्छेहरू यता के चाहिँ चितवन बन्द गर्ने जस्तो, पोखरा बन्द गर्ने जस्तो, यो कुनै पनि हालतमा मिल्नुहुन्न। अब गृहमन्त्री सुदन गुरुङ र बालेन शाहको राजीनामा माग्दछ, के अर्थ छ भन्नुहोस् त? तर अहिले अब नियन्त्रण बाहिर गइसक्यो भन्नुभयो यहाँले होइन, तर अहिले गृहमन्त्री आफै पनि जुन ठाउँमा घटना भइरहेछ अहिले तराईतिर त्यता गइसक्नु भएको छ। कन्ट्रोल होला नि, गृहमन्त्री आफै उपस्थित। गृहमन्त्रीले सात बुँदे सहमति गरेर दुईटा मेहता परिवारसँग भेटेर उनीहरूको सहमति भइसक्यो। हजुर। त यता राज्यको तर्फबाट गृहमन्त्री स्वयं उपस्थित भएर गरेको सम्झौतालाई त अब त यदि नेपालमा शान्ति स्थापना गर्न चाहने शक्ति हो, या स्वदेशी विदेशी चाहिँ घुसपेट यदि छैनन् भन्ने ठान्दछ भने अब त सबै जीवन्त सामान्य अवस्थामा फर्कनु पऱ्यो नि। गृहमन्त्री स्वयंले रातारात गरेर यत्रो चाहिँ सहमति गरेर आउँदा पनि आज किन चाहिँ चितवन बन्द आह्वान भइराखेको छ? आज जनकपुरमा यस्तो खालको चाहिँ कर्फ्यू चाहिँ जारी गर्नुपर्ने अवस्था किन आएछ? आज के अरे मलाई जहाँ सिराहाको एउटा चाहिँ त्यो बजारमा ठुलो चाहिँ बिल्डिङ नै जलाएको छ, गर्ल्स होस्टेलमाथि ढुङ्गा मुढा भएको छ
त्यो ढुङ्गा मुढा त सामान्य कुरा भयो, तर त्यहाँ त धेरैको ज्यान गइसक्यो ज्यान नि, गयो। एउटा पुजारीको हो, होइन, पुजारी त गुरुको होइन, हत्या नै भएको अवस्था यहाँ नै तपाईँले बुझ्नु पर्यो। हजुर, आज बिहान एउटा सामाजिक सञ्जालमा के देख्यो, मन्दिरबाट हिन्दू मन्दिरभित्र पुजारीको हत्या हनुमान भनेको मन्दिरभित्र छ होइन। हजुर, त्यो मन्दिर हो, उहुँ, तर जो मान्छेको त्यहाँ मृत्यु भएको थियो त्यो पुजारी नभएर त्यो सामान्य दिउँसोभरि चाहिँ काम गरेर श्रमिक र राति आएर मन्दिरमा सुत्ने एउटा श्रमिक रहेछन्। अहिले जुन खालको प्रचार भएको छ गुरु नै भनेर प्रचार होइन, भएको छ, यहाँले त्यो स्रोत पुलिसले त्यो पुष्टि गरिसक्यो। त्यो एउटा चाहिँ मजदुर गर्ने एउटा श्रमिक हो जसको घर छैनन् र ऊ राति त्यहाँ सुत्थे र राति चाहिँ अब यही त सद्भाव मैले भने नि यो काहीँ न काहीँबाट खेलिराखेको छ। भनेपछि एउटा साधारण व्यक्तिको हत्या गरिनुको पछि के हुन सक्छ? त्यही त मैले भने त, ठ्याक्कै भनिदिनुहोस् त। त्यो धार्मिक सद्भाव बिथोल नलगाउने, धार्मिक सद्भाव बिथोलेपछि राजनीतिक अस्थिरता हुन्छ, राजनीतिक अस्थिरता अथवा पानी धमिलो पारेपछि माछा मार्ने। अब माछा चाहिँ कसले मार्दैछन्? राजा मैले अघि नै तपाईँलाई भने विदेशी एउटा अब स्वदेशीको तपाईँले कहानी गर्छ। अहिले पनि हामीले थन्काइसकेको सिरिपेज लाउने माइला होइन, मूर्ति चोर अहिले पनि तयार छन्। अब नाम किटानी गर्नु पर्दैन, यति पनि बुझिहाल्यो होइन, राजा पूर्व माइला राजा भनौँ, माइला भन्ने बुझिहाल्छ। मूर्ति चोर र माइला अहिले पनि कता कता नेपालमा झडप हुँदाखेरि सिरिपेज फेरि लाउनु पाउँछ कि भनेर चाहिँ गरिबहरू टाउको यसो निकाल्छ। मैले उसलाई वार्निङ दिइसकेको छु, मधेसी र मधेसका हिन्दू र मधेसका मुस्लिमको बिचमा रगतको खोलो बगाएर सिरिपेज लाउने सपना नदेख्नु। यदि तैँले त्यो सपना देखिस् भने यो सपना तेरो जीवनको सर्वाधिक र अन्तिम सपना हुनेछ। भनेपछि यो तपाईँको दृष्टिमा, तपाईँको विचारमा जुन खालको अहिले तराईतिर भएको घटनाहरू सबै राजावादीहरू, सबै राजनीतिकबाट प्रेरित, सबै मैले भनिसकेँ। तपाईँले इङ्गित घटना एउटा छ है, त्यसमा तेल थाप्ने, त्यसमा घिउ हाल्ने, त्यसमा लहरा तान्ने, त्यसमा पहरा गर्जाउनेहरू सक्दो थुप्रै छन्। अब एउटा त मैले एउटा खेलाडी मैले दिएँ निर्मल निवासमा, अहिले जनताले दिएको मानव खाना मात्रैले नपुगेर पटक पटक दुर्गे प्रसाई जस्तो पात्रलाई सडकमा चाहिँ विदण्डता मचाउन पठाउने महिला त्यहाँ सधैँ है, वंशगद्दार हजुर होइन। अब त्यसपछि अर्को पात्र को निस्क्यो भन्दाखेरि यो बिचमा भारतका चाहिँ राष्ट्रिय स्वयंसेवक सङ्घ RSS जो भारतीय योगी आदित्यनाथको निर्देशनमा नेपालमा अस्थायी धार्मिक चाहिँ दङ्गा फसाद गर्नका लागि तैनात छ। नेपालमा एउटा राजनीतिक अस्थिरता पैदा गर्नका लागि यहाँ विभिन्न भेषमा भारतीय योगी आदित्यनाथ, त्यहाँको शिवसेना, हिन्दू सम्राट नेपाल भन्ने नै उसले पालेको चाहिँ मान्छेहरू हुन्। उनीहरूले तैनात गरेका छन्। विगतमा हाम्रो बिचमा दुईवटा धार्मिक समुदायमा कुनै मिसअन्डरस्ट्यान्डिङ भयो भने अलिकति डाङडाङ डुङडुङ हुन्थ्यो, अलिक मसालाहरू हुन्थ्यो, अलिकति यताउता पुतलाहरू जलाइन्थ्यो। आज तरवार, खुँडो, बन्दुक लिएर चाहिँ सडकमा मान्छे उत्रिरहेछ। यो विगतमा त्यो यस्तो चलन थिएन। त्यही कारणले चाहिँ भारतीय हाम्रा मित्र राष्ट्र भारत जो नेपालमा जहिले पनि एउटा राजनीतिक अस्थिरता चाहन्छ, मित्र राष्ट्र भारतको यसमा ठुलो हात छ। त्यसमा पनि अति हिन्दूवादी शक्ति योगी आदित्यनाथ, शिवसेना र हिन्दू सम्राट नेपाल भनेर जसको शाखा शिवसेनाको रूपमा नेपाल, पहिले शिवसेना नेपाल थियो, अहिले त्यसको नाम परिवर्तन गरेर चाहिँ त्यो राखिदिएको छ। अब त्यसको अलावा पुराना दलहरू, वर्तमान 2/3 मेजोरिटी भएको दलहरूलाई निकम्मा अकर्मण्यता प्रमाणित गर्नका लागि उनीहरूलाई अब त्यो जुन दुईवटा धार्मिक समुदाय बिचमा थोरै मिसअन्डरस्ट्यान्डिङ भयो, त्यो माथि घिउ थप्ने, तेल थप्ने काम गरेछ। अब बालन शाह, राजेन्द्र रवि, सुदन गुरुङको के अरे राजीनामा माग्ने त को भन्दाखेरि राष्ट्रसभाभित्रका रवि लामिछानेका गुटहरू हुन्। रवि लामिछानेले हिजो चाहिँ असन्तुष्टि व्यक्त गर्यो कि सरकारको काम गर्ने शैली ठिक छैन भनेर चाहिँ असन्तुष्टि व्यक्त गरिसक्यो। रवि लामिछाने भारतको सहारामा सुदन र के अरे बालन शाहलाई पूर्ण कार्यकाल आफ्नो काम गर्न दिने पक्षमा छैनन्। तर मुखले के भन्छ, हामी चाहिँ बालेनलाई 5 वर्ष प्रधानमन्त्री बनाउँछु भन्छ, तर उसको शैलीले उसलाई 5 वर्ष होइन 5 महिना पनि टिकाउन नसकिने अवस्थामा पुर्याइसकेको छ। जस्तो अब यहाँले यो तराईकै घटना केन्द्रित हो होइन, यहाँले भने जुन खालको विश्लेषण गर्नुभयो, जुन खालको तपाईँले चाहिँ होइन राजा र यो इन्डियाको डिजाइनमा चाहिँ राजा नभन्नुहोस् न, जस्तो तपाईँले पूर्व राजा
महिला होइन राजालाई त राजा महिला होइन त्यो राजा कुनै पनि हालत भने कि जनताले उसको श्रीपेज खोजिसके खोजिसके, राजा तर पूर्व राजा भनेर सम्मान त गर्नै पूर्व पर्छ। पनि परेन किन त्यो फेरि आउने भयो पो पूर्व र पश्चिम भन्नु त्यो आउँदा त्यो कुनै समय इतिहासमा राजा त थिए, तपाईँ हामी जस्तो नागरिक भइसके हजुर। त्यसको नाम सबभन्दा राम्रो महिला त्यसपछि एकदम साङ्केतिक रूपमा बुझ्ने चाहिँ मूर्ति चोर सिद्धि यति भने चाहिँ बुझिहाल्छ तर त्यति तलसम्म पनि झर्नु त्यति राम्रो मलाई त्यति झार्दा पनि मलाई चित्त बुझ्छ आज भन्नु त अर्को पनि किन भन्नु मन तपाईँ लाग्छ राजतन्त्रको विरुद्धमा यस्तो आवाज उठाउनुहुन्छ किन विपक्षमा यस्तरी चाहिँ आफ्नो अभिव्यक्तिहरू दिनुहुन्छ खास अब किन भन्दाखेरि यो बहुधार्मिक राजालाई त हिन्दूहरूले त साँच्चीकै भने बहुधार्मिक नारायण, बहुसांस्कृतिक भगवानको रूपमा सुन्नुहोस् मान्छन् न नि। बहुधार्मिक बहुसांस्कृतिक देशको हजुर राष्ट्र अध्यक्ष अथवा जनप्रतिनिधि उम्, कुनै एकल धर्मको पृष्ठपोषक कुनै एकल धर्मको भाषाको पृष्ठपोषक कुनै एकल जातिको पृष्ठपोषक हुनु सबैको लागि समान हुनुपर्छ उम्, अब यिनीहरूको वंश आएपछि हाम्रो भाषा धर्म संस्कृति नष्ट गरे यिनीहरूलाई गायत्री मन्त्र के देखायो भन्दाखेरि यो देशको क्षेत्री र बाहुन बाहेक यो जनजाति मधेसी दलित भनेको यिनीहरू चाहिँ जङ्गली हुन् खर्पने हुन् बुस्तेग्री हुन् स्वाटे हुन् यिनीहरूलाई राज्यमा चाहिँ यिनीहरूलाई समावेश गरायो भने राज्य ध्वस्त हुन्छ त्यसकारण चाहिँ राज्य चाहिँ बाहुनहरूबाटै चलाउनु भन्ने खालको चाहिँ एउटा गायत्री मन्त्र चाहिँ यसका आफ्नो सन्तानलाई सुनाएका छन् थियो होला त्यो होइन विगतमा तर पनि त्यस बेला चाहिँ अब विभिन्न जात जाति बसे पनि मिलेर बसेको थिए भन्ने कुराहरू चाहिँ आउँछन् होइन अहिले पनि मिलेर बसेको थिए मिलेको थियो त तपाईलाई भन्छन् होइन त्यो भन्छन् होइन म तपाईहरुको व्यवहार ठ्याक्कै मैले भन्न खोजेको कुरा त्यस्तो कुराहरू आउँछ होइन मिलेर सबै जातिहरू बसोबास गरेको देशमा अहिले लोकतन्त्र आयो गणतन्त्र आयो झनै बढी चाहिँ यो जातीय द्वन्द्वहरू हुन थालिसक्यो धार्मिक द्वन्द्वहरू हुन थालिसक्यो भन्ने कुराहरू आइरहेछन् जस्तो अहिले भइ पनि रहेछ होइन अब हिन्दू र मुस्लिम बीच अहिले अब यो हालत यो अवस्था आइरहेछ 2000 राजा हुँदैको अवस्थामा वीरेन्द्र हुँदैको अवस्थामा रौतहटमा कपिल वस्तुमा गाई मारेको अभियोगमा उस के अरे मुसलमानलाई गोली हानेर मारेको होइन हजुर होइन यहाँ मान्छेले के हो यही त मैले भने हजुर अब अति रञ्जित ढङ्गले कपोकल्पित कुराहरू मान्छेले सुनाएर मान्छे मरेको छ श्रमिक हिन्दू पुजारी मर्यो भन्छ पञ्चायत कालमा हिजो हिन्दू राजा हुँदा त यस्तो घटना घटेकै छैन भन्छ जामै मस्जिद कसको पालामा जला भन्नुहोस् त इराकमा 12 जना चाहिँ नेपाली मर्दाखेरि जामै मस्जिद कसले जलाएको थियो र कुन कसको कार्यकालमा जलाएको थियो त त्यस कारणले पञ्चायत कालमा पनि यहाँ चाहिँ हिन्दू के अरे धार्मिक द्वन्द्व भएको थियो त्यसपछि बहुदलीय कार्यकालमा पनि द्वन्द्व भएको थियो सडकमा तपाईँको चाहिँ 68 जना त मधेसी के अरे संहिताको लागि लड्ने मधेसीहरूको रगत खाएको छ होइन हजुर पहिचानवादी हाम्रो जाने के अरे लाजिहाङ लगायतका जाने के अरे शहीदहरू हामी भएका छौँ त्यस कारण कुनै शासकको कालखण्डमा यो नेपालमा यस्तो खालको चाहिँ धार्मिक दङ्गा फसाद भएन भन्छ भने त्यो चाहिँ त्यसलाई तपाईँले गलत मान्नुहुन्छ हैन मैले भनिसकेँ त तपाईँ जानुस् न तर अहिले अब त गणतन्त्र आइसक्यो नि सबै जातिहरूलाई चाहिँ समान रूपमा हेर्नुपर्छ यहाँ सबै बराबर छौँ भन्ने अवस्थामा पनि यो खालको घटना हुँदाखेरि चाहिँ तपाईँ के भन्नुहुन्छ त सुन्नु त अब अहिले हाम्रो विवाद के भन्दाखेरि जसरी राज्यले हिन्दूको चाडपर्व दसैँ आउँदाखेरि बडा दसैँ भनेर 15 दिन बिदा दिन्छ टुडीखेलमा तोप पड्काएर बन्दुक पड्काएर देश राष्ट्रका राष्ट्रपतिदेखि प्रधानमन्त्री सारा संसार आएर हर्ष बढाइ गर्छ अनि तपाईँले मनाउने साकेलामा हात्ती वनमा गएर तपाईँ मनाउनुहुन्छ तपाईँको तोप पड्किन्छ समान भयो त भएन नि तर समानता त आयो भन्ने कुरा गर्छ गणतन्त्रको अर्थ मैले तपाईँलाई प्रश्न गरेँ भयो त उसको भाषा सुन्नुहोस् न पहाडे गोर्खा दरबारमा बोल्ने भाषा र देवनागरी लिपि चाहिँ नेपाल सरकारको चाहिँ हिमाल पहाडदेखि तराईसम्म सरकारी कामकाज भाषा हुने अनि तपाईँले बोल्ने बान्तवा भाषा तपाईँले बोल्ने लिम्बूको भाषा तपाईँले बोल्ने मैथली प्रदेशकै भाषा हुनलाई पनि आयोगको सिफारिस लगायत प्रदेश सभाले अनुमोदन गर्नु परेपछि यो त भिन्नता भयो नि त हो त्यही कारण तपाईँले भन्नुभयो जस्तै गरेर व्यावहारिक रूपमा नेपालमा अब चाहिँ समानता आयो लोकतान्त्रिक प्रजातन्त्र आयो सबैलाई बराबर भयो भन्ने भइदिएको भए चाहिँ यस्तो खालको विवादहरू आउँदैन थियो तर हाम्रो लोकतन्त्र हाम्रो गणतन्त्र सङ्घीयता धर्मनिरपेक्ष समावेशिता भनेको अहिलेसम्म एउटा
हात्तीको चाहिँ देखाउने दाँत भन्छ नि, यो नामको मात्र गणतन्त्र नामको मात्र चाहिँ भयो। अहिले पनि चपाउने चाहिँ उही हिजो चाहिँ के अरे जुद्ध शमशेरले 1819 सालमा बनाएको हिन्दू धर्ममा आधारित मुलुकी ऐनको आधारमा देश चलेको छ। अहिले पनि तपाईँ गाईको मासु खायो भने तपाईँले 3 वर्ष जेल हुन्छ। हो, तर अब जस्तै अलिकति जोडौँ होइन, तराईको घटनालाई नै मैले अलिकति जोड दिएँ। जस्तो अब यो तराईको घटनाले नि जुन खालको अब हिन्दू र मुस्लिम बिचको द्वन्द्व अन्तर्द्वन्द्व चलिरहेछ, त्यहाँ ज्यान गइरहेछ होइन, यसले के सङ्केत गर्छ? अब जातीय युद्ध हुने अथवा धार्मिक युद्ध हुने यसले के सङ्केत गर्छ? के सङ्केत गर्छ भन्दाखेरि नेपालको समृद्धि विकास राजनीतिक स्थिरतालाई खलल पुर्याउन नेपालमा अहिले विभिन्न देशी स्वदेशी विदेशी शक्तिहरू चलायमान छ। अनि एउटा घटना घट्ने बित्तिकै त्यसको काम त्यसलाई एकदम चाहिँ उचाल्ने हो। हजुर, सानो बेलुनले फुकेर पड्काउँछ नि, सानो घटना चाहिँ उसले पायो भने हिजो गणेश नेपालीको घटनामा कति राजनीतिकरण भयो हुनुहोस् त। त्यसपछि गणेश नेपालीको मृत्युपछि त्यसलाई सही ढङ्गले त्यसबाट पाठ सिकेर नीति नियम नबनाउँदाखेरि 10 जना नेपाली त आत्मदाह गर्यो त, अरूको लागि केही भयो त भएन नि। गणेश नेपालीको चाहिँ राजनीतिकरण भयो, सबैको ध्यान आकृष्ट भयो, उसलाई चाहिँ सम्बोधन भयो। त्यसपछि गणेश नेपालीको शैलीमा नै अर्को लहरैसँगले 10 जना मान्छे मरे, व्यापारी मरे, मजदुर मरे होइन। अब उनीहरूलाई राज्यले के गर्यो भन्दा त गणेश नेपालीले बाहेक अरू त गरेन। त्यसको अर्थ के हो भन्दाखेरि हाम्रो यहाँ चाहिँ राजनीतिकरण हुन्छ र त्यसको सस्तो लोकप्रियताको एउटा स्टन्ट मात्र हुन्छ। होइन, यस्तो घटना नेपालमा घट्नुहुन्न। कोही पनि मान्छे बेरोजगारी आर्थिक जुन अवस्थाले आत्मदाह गर्ने अस्तित्व सिर्जना नगर्ने नेपालमा अब नीति भन्नुपर्छ भनेर भन्नु पऱ्यो नि। अब जस्तो उदाहरणको लागि अहिले हिन्दूले सुन्दाखेरि, अहिले त हामीले सुन्दाखेरि त बोले बममा त्यो माइक बजाएको पनि होइन, कुरा त अर्कै छ भन्छ। डिजे बजाएको भन्ने कुरा, डिजे पनि होइन भन्न थालिसके त्यहाँको मान्छेले। भएको त के हो, हामी नै अन्धकार भयौँ। अब त अहिले त हामीले सुन्नमा आएको बोले बम, श्रावणको चाहिँ उसमा चाहिँ बोले बम, हामीलाई थाहा छ हाम्रो घर टोलमा पनि बोले बम भनेर माथि सुन्दर जलबाट पानी ल्याएर पशुपतिमा जल चढ्छ, जुन एक प्रकार रोचक पनि छ होइन। तर अब यसले यहाँनिर शान्तसँग सुते रातको बेलामा त्यो आवाज आउँछन्। तर सबैलाई आफ्नो चाडपर्व हर्ष उल्लासको साथ मनाउने अधिकार छैन र। हामी लोसारमा हामी नाच्छौँ, सकेलामा तपाईँ रातभरि नाच्नुहुन्छ, ईदमा चाहिँ उनीहरू चाहिँ त्यस्तै मजाले मजाउँछ। उहाँहरू अब हिन्दूहरूले चाहिँ के भन्छ रामनवमीको दिन अब यस्तै चाहिँ चाडपर्व मनाउँछन् भनेपछि उहाँले त्यो बजाइयो, त्यो फेरि एउटा सार्वजनिक स्थलमा बजाइयो। अब वरिपरिका चाहिँ के अरे मुस्लिम साथीहरूले कम्प्लेन गर्यो होला, हामीलाई अलिक आवाज कम बढी भयो, अलिक आवाज घटाइदिनुहोस् न भन्दाखेरि उहाँले त्यसलाई चाहिँ एक प्रकारको चाहिँ झडकको स्थिति छ। अब हामीले के गर्नु पर्यो, पाठ सिक्नु पऱ्यो नि त। अब उपरान्त त्यो प्रहरीलाई थाहा छ कि हिन्दू र मुस्लिमको बेला बखतमा झडप हुन्छ, यो पहिलोचोटि होइन। धरानमा तपाईँलाई थाहा छ चर्च र चाहिँ के भन्छ कृष्ण मन्दिरको बिचको विवाद, काटाकाट मारामार हुने अवस्था आएको थियो। हामीले त्यसलाई समयमा डिफ्युज गरिदियौँ। हामी त्यहाँ गएर सद्भाव र्याली निकालेर त्यसलाई डिफ्युज गऱ्यौँ। त्यही जब नेपालमा अब कुनै न कुनै शक्ति, स्वदेशी र विदेशी शक्तिले प्रत्येक के अरे धार्मिक चाडपर्वहरूमा धार्मिक श्रद्धा बिथोल्ने खालको चाहिँ घुसपेट हुन्छन् भन्ने राज्यलाई लाग्दछ र यस्तो घटनाले भोलि चाहिँ हाम्रो नेपाल नै ध्वस्त हुन सक्छ भन्ने यदि पाठ सिक्ने हो भने अब उपरान्त के गर्नु पर्यो, प्रत्येक चाडपर्वमा चाहिँ शान्ति सुरक्षा व्यवस्था गर्नु पर्यो। हिन्दूको शिवरात्रिको दिन 1700 त के अरे सेना परिचालन गर्छ, सशस्त्र प्रहरी 2500 परिचालन गर्छ, जनपद त्यतिको ट्राफिक त्यतिको सञ्चालन गर्छ। तपाईँको साकेला मनाउँदा 2टा ट्राफिक पनि त्यहाँ बसेको हुँदैन, अनि हुन्छ त। तर अहिले जुन घटना भएको थियो यसमा त हिन्दूहरूकै पर्व हो नि त। त्यही त मैले सुन्दैछु न, हिन्दू पनि 2टा थरीको हिन्दू छ। हिन्दू नेपालमा हिन्दू 2 प्रकार छ, एउटा पहाडे हिन्दू दौरा सरुवा टोपी लाउने हिन्दू, एउटा धोती कुर्ता लाउने हिन्दू। धोती कुर्ता सुन्नुहोस् न, कल्चर कसै एउटा हुन्छ, एउटै होइन, हिन्दू भएर पनि एउटै धर्म एउटै। तराईको जाने के अरे धोती कुर्ता लाउनेले मनाउने छठ जितिया पर्वमा नेपाली सेना ब्यारेक उसले पहिलो प्रहरीले जाने के अरे नदी नालामा चाहिँ के अरे उस बनाइदिन्छ, खटी बनाइदिन्छ। भनेपछि नेपालमा हिन्दू 2 खाले छ। हो, हिन्दू 2 खाले छ, एउटा पहाडे हिन्दू, एउटा तराईको हिन्दूको चाडपर्वमा उसलाई बाल मतलब छैन। भनेपछि तराईको हिन्दूहरूलाई पहाडको हिन्दूले विभेद गरेको भन्नु स्वरा बुझ्नु पर्यो नि। उसको चाहिँ के अरे ड्रेस होइन, धोती कुर्ता र गम्छा भनेर ऊ भनिरहेछ,
दौरा सुरुवाल मेरो हुनुपर्छ भनेको छ। मेरो भाषा मैथिली र भोजपुरी र हिन्दी हो भन्छ, ऊ हुनु दिँदैन होइन। त्यही कारण तपाईँले चाहिँ अहिले पहाडे हिन्दूहरूले अथवा पहाडेका ब्राह्मण शासकहरूले तराईका हिन्दूहरूलाई धार्मिक उसमा उपयोग गर्छन्, तर भोलि त्यही समुदायलाई फेरि धार्मिक रूपले अधिकार सम्पन्न बनाउनु पर्यो भने उनीहरूले त्यसमा उसले बाल मतलब राख्दैन होइन। त्यही कारण मैले के भन्न चाहन्छु भन्दाखेरि पाठ यदि सिक्ने हो अब हामीले भन्दाखेरि नेपालमा अब प्रत्येक धार्मिक के अरे चाडपर्वहरूमा झडपको सिर्जना हुने भयो, किनभने त्यसमा कुनै न कुनै शक्तिले एक प्रकारको घुसपैठ भएर घटनाहरू घटाउँछन्। त्यो घटनालाई समयमा निवारण गर्नको लागि अब त त्यस्तो बेलामा त के लिनु पर्यो, दमकल लिएर बस्नु पर्यो। उनीहरूले गर्ने आगजनी हो। हेर्नुहोस् है, प्रत्येक प्रहरीले चाहिँ त्यो बन्दुकको बोक्नुको सट्टा चाहिँ आगो निभाउने त्यो फायर एक्सटिङ्ग्विसर बोक्नु पर्यो। काहीँ चाहिँ मुसुरो बालेर सट्टा चाहिँ आगो सल्काउनु। अब त्यत्रो चाहिँ भवन जलिराखेको छ, मुख दर्शकबाट प्रहरी हेरेको छ, त्यो नगरपालिकाको दमकल कहाँ गयो? दमकलमा अवरुद्ध हुन सक्छन्, कमसेकम प्रयत्न त हुनु पर्यो, दमकल ल्याएर निभाउनु पर्यो नि। लाठी बोकेर चाहिँ मान्छे पिट्ने प्रहरीले गोली बोकेर चाहिँ आन्दोलनकारीको चाहिँ के अरे नाक र चाहिँ घाँटीमा चाहिँ ताक्न सक्ने मान्छेले त्यो के अरे फायर एक्सटिङ्ग्विसर लिएर त्यो आन्दोलनकारीहरूले लगाएको आगो निभाउन सक्दैन। त्यो के अरे त्यस्तो खालको चाहिँ यो चिजले के बढावा दिन्छ भने मान्छेलाई कानुन मान्नुपर्छ भन्ने। अब हिजो त्यहाँ चाहिँ के अरे दुइटै आन्दोलनकारीहरू, हिन्दूले पनि मुसलमानले भन्यो भने अपराधीको जात धर्म भाषा हुँदैन, जोसुकैले गरोस् अपराधी पत्ता लगाउनु पर्यो। त्यो अपराधी भोलि हिन्दूको बेसमा आउन सक्ला, मुस्लिमको बेसमा आउन सक्ला। त कारण हिन्दू समाजबाट हिन्दूले विरोध गरेन, मुस्लिम समाजले मुस्लिम विरोध गरेन। अपराधी अपराधी हो, जसले यो घटना घटायो र जसले पटक पटक जाने राज्यबाट जाने शान्त रहनुको लागि भन्दा पनि पटक पटक एक प्रकारको जाने सद्भाव बिथोल्न सडकमा आउने त्यो साना बालक कसले प्रयोग गर्यो भन्नुहोस् ल? त्यो साना बालकलाई ज्ञान छ भनेको जस्तो अब यहाँको धारणा अथवा यहाँको विचारमा यहाँले इङ्गित गरे अनुसार होइन, यहाँले सङ्केत गरे अनुसार चाहिँ अब यो घटना गराउनेमा डिजाइनर चाहिँ अब राजावादी र विदेशी शक्ति हुन सक्छ भन्ने खालको यहाँले सङ्केत गर्नुभयो। सङ्केत मैले गरेँ, मैले तपाईँलाई प्रश्न भने प्रश्नै हो। नेपालमा भारतीय RSS छ भन्ने कुरा चाहिँ अमेरिकन एम्बेसीले पुष्टि गरिसक्यो। यहाँको भारतीय जनता पार्टी होइन नहुने, अब नभइकन एम्बेसी जस्तो मान्छेले स्टेटमेन्ट जारी गर्छ। भारतीय जनता पार्टीले पठाएको भत्ता खाएर नेपालमा हिन्दू राज्यको लागि बहस गर्छ भनेर त इन्डियन के अरे अमेरिकन एम्बेसीले स्टेटमेन्ट जारी गर्यो नि त। अब रोहिङ्ग्या आएको तपाईँलाई थाहा छ, म्यानमारबाट खेदिएका चाहिँ के अरे अलिकति चाहिँ उग्र के अरे रोहिङ्ग्याहरू यहाँ आएर बसिरहेको छन्। हेर्नुहोस् भएन, के अरे भुटानी शरणार्थीले त्यत्रो समस्या सिर्जना गरेछ नेपालमा, रोहिङ्ग्या शरणार्थीको समस्या छँदैछ होइन। आज आसाम बर्माबाट उहिले चाहिँ पञ्चायतकालमा आएर चाहिँ यहीँको चाहिँ बाहुनसँग बिहा गरेर बसेका चाहिँ त्यस्ता शरणार्थी कति छन् होला भनेर खोज्यो भने टिबेटन शरणार्थीको समस्या तपाईँलाई चाहिँ के अरे भारत र चाहिँ के अरे चिनको बिचमा समस्या बनाइरहेछ हेर्नुहोस् होइन। त्यही कारणले मैले के भन्छु भन्दाखेरि नेपाल अब इन्डिया हेर्नुहोस्, हामीभन्दा पनि बहुधार्मिक मुलुक इन्डिया हो। भारतीय जनता पार्टी भनेको हिन्दू पार्टी हो। यद्यपि उसले कुनै के अरे स्टेटलाई म हिन्दूकरण गर्छु, यसलाई हिन्दू चाहिँ प्रदेश बनाउँछु त भनेर त हिँडेको छैन नि। अनि आज नेपाल जस्तो बहुधार्मिक मुलुक जो सदियौँदेखि सबै धर्म मिलेर बसिया छ, एका दुईजना झडप। अब हेर्नुहोस् अहिले मूर्ति तोड्ने काम यति व्यापक भएको छ। पहिलो नम्बर 1 त के अरे रूपन्देहीमा त्यो हाइवेमा भएको सबै बुद्धको मूर्तिको टाउको तोड्यो। सुर्खेतमा अहिले बुद्धको मूर्ति चाहिँ त्यहाँ 13 वर्ष बाहिर राखेको छ, त्यसलाई सम्बोधन गर्ने पक्षमा छैन। रामका मूर्ति तोडेका छन्, मस्जिद तोडेका छन्, चर्च तोडेका छन्। किराँतेश्वर पशुपतिमा किराँतेश्वरको चाहिँ त्यो मूल चाहिँ के अरे शिलामा त एउटा आइमे मान्छेको रूपमा आएर चाहिँ के भन्छ के अरे हिर्काएर ढुङ्गै भाँचिदियो। अब कतिजना जडेलाई मताएर चाहिँ के अरे कोही चर्चमा मुत्न पठाउने, कोही मन्दिरमा मुत्न पठाउने। हेर्नुहोस् अब जाँड खाएको मान्छेलाई त गएर त्यहाँ पिछा फेर म तँलाई दुईजना बोतल जाँड खुवाइदिन्छु भने जान्छन्। लागु औषध खाने विद्यार्थीलाई जा तँलाई म चाहिँ 3 चाहिँ ट्याबमा पठाइदिन्छु, त्यहाँ गएर चाहिँ तैँले यसो गरेर आइज भन्दा ऊ जान्छ नि।
अब केही न केही चलखेल त भएकै हो नेपालमा होइन? तर यहाँले अब जुन खालको शङ्का गर्नुभयो त्यो 100% हुन पनि सक्छ, नहुन पनि सक्छ। कतिपयले चाहिँ के भन्छन् भने, अब मैले त कतिपय सोसल मिडियाहरूलाई पनि एउटा सोर्स बनाउँदाखेरि हेर्दाखेरि होइन, त्यहाँ देखिएको कुरा हेर्दा कतिपयले अब पुराना पार्टीहरूले पनि गराएको हुनसक्छ भन्ने खालको कुराहरू आइरहेको छ। कतिले नेकपा एमालेलाई पनि शङ्का गरेको छ। मैले भने त, के लाग्छ सुन्नुहोस् न, मैले तपाईँलाई भने घटना एउटा हुन्छ अनि त्यो घटनाको दोषारोपण 10 थरीले हुन्छ। अब यो घटनाले हिन्दू र मुस्लिमको चाडपर्व मनाउँदाखेरि भएको मिसअन्डरस्ट्यान्डिङलाई अतिरञ्जित ढङ्गले उचाल्ने शक्तिहरू मैले कति छन् तपाईँलाई बताइदिएँ। हजुर। अब माग कसको के छ, रासोपाभित्रकै गुटगट गतिविधिमा लागेका सुदन र बालेनलाई पदच्युत गर्न चाहनेले के भन्न थाले, राजीनामा दिनुपर्छ बालेन प्रधानमन्त्री र हामी भन्छौँ नेपालको 400 वर्षको इतिहासमा आज मधेसको चाहिँ छोरा नेपालको पहिलो प्रथम प्रधानमन्त्री भएको छ। उसको शैली नराम्रो छैन, ठिक छ, बालेन एकदम ठिक छ, काम गरिराखेको छ, काम गरिरहेछ। नभोले तापनि काम कर्म गर, फलको आशा नगर, होइन? एक्सन स्पिक्स लाउडर देन वर्ड्स। कर्म नै सबभन्दा ठुलो कुरा। बोलेर मात्रै के भन्छ, उहिलेका चाहिँ नेताहरू बढी बोल्थे, काम कम गर्थे। अहिलेको बालेन कस्तो भयो, कम बोल्ने धेरै काम गर्ने भयो। भनेपछि इतिहासमा फरक प्रधानमन्त्री पायौँ हामी। भएको छ 400 वर्षसम्म, होइन? कुनै जमानामा हामीले नेवार पनि पाए, आदिवासी जनजाति नेवार, मरिचमान सिंह, होइन, श्रेष्ठ। तर यहाँले प्रचण्डको पनि एकदम गुणगान गाउनुहुन्थ्यो। होइन, अब गाउने त त्यति बेला हो जति बेलासम्म त्यो गुण हुन्छ। गुणगान, गुणको गाना गाउने हो नि त। उसमा गुण थियो, त्यति बेला हामीले गाना गायौँ। अब त्यो गुण चाहिँ स्खलन भइसक्यो, सिद्धियो। अब मैले भन्छु गुण भएर स्खलन भएर अहिले चाहिँ कौडीको भावमा नबिग्ने चाहिँ नेपालको नेता को भनेर तपाईँलाई हुन्छ। म तपाईँलाई बताइदिउँ त। पहिलो नम्बर 1, कमल थापाले गणतन्त्र स्थापना भएकैदेखि नेपालमा हिन्दू राजा र हिन्दू राज्य र गाईलाई चाहिँ निर्वाचन चिन्ह भनेर चुनाव लड्यो। 30-35 वटा माननीय जितेर चाहिँ यो देशको प्रधानमन्त्री भयो। अब उसले जनताको त्यो 30-35 जना माननीय जिताउने शक्ति चाहिँ केमा प्रयोग गर्नुपर्छ भने उसले बोलेको सिद्धान्त हिन्दू राजा र हिन्दू राज्य स्थापनामा लाग्नु पर्थ्यो नि भन्ने बेलामा त्यो गरेर भोट लियो। गर्ने बेलामा ऊ कुन चाहिँ पार्टीसँग मिलेर ऊ चाहिँ उप प्रधानमन्त्री भन्ने, गृहमन्त्री भन्ने त्यो खेलमा लाग्यो। अहिले सुन्नुहोस् न, ऊ एमालेको के अरे झन्डा लिएर चाहिँ चुनाव लड्यो, हार्यो। घरि हिजो के अरे पशुपति शमशेरसँग मिल्ने, घरि धवल शमशेरसँग मिल्ने, घरि कोसँग मिल्ने। ऊ अहिले पत्तुर कहीँ काम नलाग्ने, कौडीको भावमा पनि कसले नपुज्ने भयो। कमल थापा एउटा नम्बर 1 पात्र। दोस्रो पात्र काङ्ग्रेस। पञ्चायत ढालेपछि काङ्ग्रेस कस्तो बहुमतमा थियो भन्नुहोस् त। लट्ठी उठा लट्ठी जित्थ्यो, कुकुर उठा कुकुर जित्थ्यो, मान्छे उठा मान्छे जित्थ्यो। काङ्ग्रेस 36%, सुन्नुहोस् न, 36% चाहिँ ऊ भएको थियो। अब काङ्ग्रेसको नेता को पत्रो भयो, गिरिजा पत्रो बारेको जिन्दगीभर उसले त प्रधानमन्त्री छोडेन, होइन? काङ्ग्रेसभित्र थोरै अलिकति चर्चित भनेको सुशील कोइराला हो, होइन, सन्त नेता भनेर। त्यसपछि शेरबहादुर देउबराजन गिरिजा त झन् पार्टी फुटाएर आन्ध्र बुढी लुछाल चुडी गरेर चाहिँ छत्ताछुल्ल भयो। अब माओवादीलाई हामीले पनि, म एमालेकै नेता हुँदा पनि मैले माओवादीलाई समर्थन गरेर भोट दिएको। सबैको समर्थन, सबै पार्टीभित्र भएका मानिसहरूले भोट दिएर चाहिँ 600 समथिङ उसमा 400 ऊ त उसकै माननीय थिए। ऊ चाहिँ चुनाव जित्दाखेरि एमालेको एकजना नेता पनि चुनाव जितेको थिए, सबै हारेका थिए, होइन? यस्तो अवस्थामा अब उसले भनेको जातीय मुक्तिको सवाल, गणतन्त्र समावेशिताका सवाल, जुन चाहिँ हामीलाई बन्दुक बोक्न प्रेरित गरेको थियो उसको त्यो भाषणले, आज त्यो सम्बोधन गर्नुको सट्टा बाबुरामसँग विभाजन हुने, वैद्य विभाजन हुने, अनि अर्को के अरे अहिले पछिको विप्लव, के अरे विप्लव पनि होइन, विप्लव हो के अरे, होइन, फुट्ने, होइन, चिरा हुने, अनि आफू शक्तिहीन हुने। प्रचण्डबाट पुष्पकमल दाहाल, पुष्पकमल दाहालपछि छविलाल दाहाल,
जस्तो यहाँको विचारमा नि जस्तो अब माइल्दै माल्दै भन्नुहुन्छ अथवा माइला भन्नुहुन्छ ज्ञानेन्द्र राजा पूर्व राजालाई होइन उहाँभन्दा पनि तल्लो स्थानमा राख्न खोज्नु भएको प्रचण्डलाई कसलाई प्रचण्डलाई सबै एउटा ऱ्याङ्क अब माइलाको पनि कथा सुन्नुहोस् हजुर केपी ओलीको सुन्नुहोस् न म कथा के यो भन्छु ल माइला पनि हजुर यो बहुदलबाट एकदम देश चलेन वाक दिग भयो भनेर उसका दाइको चाहिँ वंश हत्या भइसकेपछि उसले निरङ्कुश ढङ्गले सत्ता कब्जा गर्यो। त्यति बेलामा म नेकपा एमालेको कार्यकर्ता थिएँ। उसले सत्ता कब्जा गर्दाखेरि 3 कि 4वटा बुँदा उसले भनेका थियो एउटा भ्रष्टाचार एकदम अत्याधिक भयो राष्ट्र नै ध्वस्त हुने भयो म त्यसलाई निमट्यान्न पार्छु। प्रजातन्त्र जनताको लागि भएन नेताको लागि भयो प्रजातन्त्र जनताको लागि लड्ने अथवा डिरेल भएको प्रजातन्त्रलाई म चाहिँ लिगमा ल्याएर फेरि जनतालाई म सुम्पिन्छु अर्को के गरेर 4 कुरा गरेको थियो। त्यति कुरो त्यो बेलामा सबैलाई जायज लागेको थियो सबै चुपचाप बस्यो। कहीँ त्यो ज्ञानेन्द्रले तपाईँको चाहिँ सत्ता चाहिँ कब्जा गर्दाखेरि कहीँ पनि एउटा विरोध पनि निस्केन ल किनभने जनता दलबाट आजित भइसकेको थिए। तर गर्ने बेलामा के गर्यो गाँजा व्यापारीलाई 2टा स्वास्नी लिएर गाँजा व्यापार गरेर श्रीलङ्कामा चाहिँ जीवन व्यतीत गरेर तुलसी गरेर प्रधानमन्त्री बनाए हेर्नुहोस् होइन। अनि गुन्डागर्दी गर्ने मान्छेहरूलाई चाहिँ यो देशको चाहिँ के भन्छ मन्त्री बनाए हेर्नुहोस् होइन। अब यही भित्र राजा चाहने सूर्यबहादुर थापा लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाए पनि त हुन्थ्यो। उसले पनि त भन्ने बेलामा एउटा गर्ने बेलामा अर्को गरेपछि जनताले लात हानेर निकालिदिए हेर्नुहोस्। ऊ पनि अहिले दुर्गेलाई समाति हेर्छ गरे धवल सम्झेर समाति गरी उहाँ रामा साहबको त्यो मतलब बाहुन नवराज सुवेदीले समाति हेर्छ गरी चाहिँ हेर्छ। म त प्रश्न बोल्ने मान्छे मलाई कोही डर छैन। अनि त्यो उसलाई लिम्बूको छोरो बाहुनीको चाहिँ के अरे बाहुनको ज्वाइँ राजेन्द्र लिङ्गदेनलाई चाहिँ साकेला चाहिँ गोरुको टाउको साकेलामा थानमा राखेर के ऊ नाच्नु पर्ने बाहुनीको चाहिँ के भन्छ मुजेत्रमा बटारेर गाई चाहिँ गौमाता भन्न थालिसक्यो। अनि यस्तो मान्छेहरू पत्रु नभए नि त भन्नुहोस् न। त्यही कारणले नेपाली जनताले प्रत्येकले हेर्दैछ रवि लामेछाने नहेरेको हो र हेऱ्यो नि उसको त्यो सबै काण्डले उसलाई यति अलोकप्रिय बनायो कि मध्यवधि चुनावमा उसले उठाएको कुनै पनि उम्मेदवार जित्दैन। उदाहरणका लागि इलाममा हाम्रो के अरे मिलन लिम्बूले जमानत जफत भयो। पछि अब ठुलो चुनावमा सौभाग्य के हो भनेको बालेन र सुदन गुरुङ जस्तो मान्छे राजसभामा प्रवेश गर्यो। यदि राजसभामा चाहिँ त्यो 2टा मान्छे प्रवेश नगरेको भए राजसभा फेरि अर्को पत्तुर कवाडीको भाउमा नबिग्ने चाहिँ पार्टी हुन्थ्यो। त्यो हालतमा पुग्यो। मैले तथ्याङ्क तपाईँलाई बताइदिएँ नि त। यदि उसको लोकप्रियताले शिखर चुम्दै गरेको भए मध्यवधि निर्वाचनमा उसले चाहिँ उठाएको उम्मेदवारहरू किन जितेन त? भनेपछि जुन खालको मत ल्याएर राजसभाले यो बालेनकै पपुलारिटी बालेन त्यसमा तपाईँ शङ्का छ भने बालेनलाई के अरे त्यो मत बालेन पनि फेरि पार्टीमा कसरी प्रवेश तपाईँले बुझ्नुभयो नि 5 वर्ष बालेन प्रधानमन्त्री हुने 5 वर्ष रविले पार्टी चलाउने। तर आज त तपाईँले राजसभाको अथवा बालेनको पुरै गुणगान गाइरहनु भएको छ अहिले होइन। राजसभा प्रवेश गर्ने यो सङ्केत त होइन तपाईँको। म अहिले चाहिँ राजनीतिले म एउटा स्वतन्त्र नागरिक अभियन्ता हुँ। पहिचानको लागि धर्मनिरपेक्षको लागि गणतन्त्र उत्पीडन परेको अल्पसङ्ख्यक सीमान्तकृत जाति समुदाय भाषाको लागि म जहिले पनि 24 घण्टा म हाजिर हुँ। उहाँकै कार्यकर्ता हुँ म। तर म राजनीतिक रूपमा अब कुनै पार्टी बोक्नेवाला छैनन् भने किनभने अघि नै मैले भने सबै पार्टीहरू पहिचानवादी पार्टीहरू पनि अब नाम लियो भने बेइज्जतै होला। मधेसका भनौँ कि पहाडका भनौँ यी मुलाहरू पहिचान भजाएर श्रीमतीलाई माननीय बनाउने भाइलाई माननीय बनाउने भतिजालाई माननीय बनाउने बाहेक यिनीहरूले पहिचान भजाएर आफू नेता हुने बाहेक पहिचानलाई स्थापित गर्न सक्दैनन्। किनभने पहिचानका लागि उठेका यसका आवाजहरू दिन प्रतिदिन खस्किँदै होइन त्यो चाहिँ अब शून्यतामा विलय हुने अवस्थामा गइसक्यो। पार्टी चाहिँ तपाईँको पराजित भएर मधेसमा हेर्नुहोस् त ल मधेस प्रदेशको सरकारै चलाउने पार्टी अहिले दुजा भएर छिन्न भिन्न भएर चाहिँ हराउने अवस्था पुग्यो। अहिले पनि त ठुलो कि म ठुलो भन्दै बसिरहेको छ। यति बेला लो के अरे प्रदेश र चाहिँ के अरे सङ्घको चुनाव होस् त यिनीहरूको त पार्टी नै विलय हुन्छ हेर्नुहोस्। तैपनि आज उपेन्द्र यादव र महन्त मिल्ने कुरा गर्दैन। राजेन्द्र महतो र उपेन्द्र मिल्ने कुरा गर्दैन। अशोक राई र चाहिँ के भन्छ मिल्ने कुरा गर्दैन होइन। अब अहिलेको वर्तमान अवस्था भनौँ न हाम्रो चाहिँ के अरे
के अरे सम संस्कृति पार्टी होइन हर्क साम्पाङजी, अब त्यसपछि हाम्रो जाने के अरे उज्यालो जाने के अरे नेपालको पार्टी यहाँले जुन उहाँहरू पनि त मिल्नु पर्ने अवस्था आयो। हर्क साम्पाङको नाम लिनुभयो, मैले अलिकति क्रस गरेँ हजुरलाई होइन। जस्तो हर्क साम्पाङको पनि केही भूमिका छ भन्ने कुराहरू सोसियल मिडियामा आइरहेछ नि, यो तराईको जुन घटना भएको छ त्यसलाई संरक्षण गर्ने कुरामा चाहिँ होइन हर्क साम्पाङको पनि भूमिका महत्त्वपूर्ण छ भन्ने खालको कुराहरू आइरहेको के अरे धान खाने मुसो चोट पाउने भ्याकुतो भन्छ नि। हर्क साम्पाङले त्यस्तो खालको के चाहिँ गर्यो, हर्क साम्पाङ संयोगवश उसको जनकपुरमा प्रोग्राम थियो, जनकपुरमा जाँदाखेरि एउटा ऐतिहासिक जानकी मन्दिर जो राष्ट्रिय विभूति हो उसलाई चाहिँ दर्शन गर्न खोज्दाखेरि त्यहाँका मान्छेहरूले पोलिटिसाइज गरिदियो, धर्ममा राजनीतिकरण गरिदियो। त त्यति बेलैबाट भयो है त? होइन, त्योभन्दा अगाडिदेखि पनि छ। मैले तपाईँलाई भनिसकेँ त, पञ्चायत कालदेखि लिएर बहुदलीय व्यवस्थासम्म पनि यो के अरे धार्मिक झडप तपाईँलाई थाहा छ त। हिजो अस्ति मात्रै चाहिँ तपाईँले बिर्सिनुभयो कृष्ण मन्दिरमा भोलिबमको बेलामा हो। कृष्ण मन्दिर यतापट्टि कृष्ण मन्दिर, यतापट्टि के अरे चर्च, त्योभन्दा माथि बुढा सुब्बा। अब त्यहाँ के कुरा, अब हाम्रो भोलिबमको चाहिँ आउँदैछन्, अब भोलिबमले पानी चाहिँ कहाँ खसाउँदा माथि चाहिँ उसमा बुढा सुब्बामा जाँदैछन्। अब त्यहाँ पानी जाँदाखेरि बाटोमा चाहिँ त्यो के अरे चर्चमा चाहिँ केही गतिविधि गर्न नपाउने, झडप हुन्छ भनेर सिडिएलले त्यस्तो खालको कर्फ्यू गरिदियो। एउटा धर्मको चाहिँ गतिविधि अर्कोको लागि चाहिँ बन्द गर्न पाइन्छ? भोलि मेरो लोसार आयो, टुडखेलमा सोनाम लोसार, तमुरको लोसार, गेबु लोसार आयो भने चाहिँ वरिपरि सबै पसलले बन्द गराउने, त्यो त गलत हो। जस्तो त्यही हो। तर अब अहिलेको अवस्थामा हेर्ने भने चाहिँ देशैभरिको अब धरानको पनि कुरा गर्ने भने त्यहाँ अलिकति चिन्डो गाडिएको थियो कि कम्युनिटी भनौँ न, दुई जाति बिचको अलिकति त्यहाँ पनि अन्तर्द्वन्द भयो क्या। चिन्डो भनेको वाबु भन्छ राईहरूले, अनि त्यहाँ चाहिँ अब त्यो विजयपुर दरबारमा यहाँलाई त्यो थाहा पनि होला, त्यो उख्यालियो। त्यहाँ पनि त्यस्तै अब झन्डै झन्डै राजनीतिको प्रवेश गर्यो, राजनीतिक प्रवेश भयो, त्यहाँ माओवादी प्रवेश भयो, त्यहाँ काङ्ग्रेस एमाले प्रवेश भयो। अनि मैले भनेछु यस्तो खालको नि, जस्तो अब भाइ फुटे, सुन्नुहोस् न, भाइ फुटे गँवार लुटे। शासकहरूले कसैलाई पराजित गर्नु छ भने नम्बर 1 तपाईँलाई विभाजित गर्छ। तपाईँलाई विभाजित गरिसकेपछि तपाईँ के हुन्छ, सांख्यिकमा तपाईँ कमजोर हुन्छ, अल्पसङ्ख्यक हुन्छ। शासकलाई सबभन्दा डर के हुन्छ भने एकताबद्ध भइदिएर भन्ने। छिमेकी राष्ट्र हाम्रो भारत र चीनलाई पनि डर छ भने नेपालमा एउटा शक्तिशाली पार्टी जन्मिदियो भने यिनीहरूले हामीलाई टेर पुच्छर लाउँदैन भन्ने। त्यसै कारणले उनीहरूको चाहना जहिले पनि नेपालमा एउटा विभाजित पार्टी होस्, एकदम कमजोर अवस्थाको पार्टी होस्। एउटा अहिले चाहिँ यो बालेन शाहले जस्तो, हिजो काङ्ग्रेसले, हिजो माओवादीले जस्तो एउटा शक्तिशाली पार्टी होस् भन्ने हुन्छ। त्यो हुने बित्तिकै उसले त टुक्रा टुक्रा, अब गिरिजा र चाहिँ के अरे शेरबहादुर देउवा फुटाउने काम भारतले गरे, त्यसमा शङ्कै छैन। भनेपछि अहिलेको यो सरकारलाई चौतर्फी रूपमा अब यो जातीय द्वन्द्व बढाएर होइन चाहिँ घेराबन्दी गर्न खोजेको, ढाल्न खोजेकै सङ्केत देखिन्छ त योबाट? त्यही हो। घटना एउटा भयो, त्यो घटनालाई अतिरञ्जित ढङ्गले आफ्नो रोटी सेकाउने, कसैले बालनको राजीनामाको रोटी सेकाइरहेछन्, कहिले सुदन गुरुङको चाहिँ राजीनामाको रोटी सेकाइरहेका छन्, कसैले हिन्दू र मुसलमानलाई चाहिँ झगडा गराएर अब यो चाहिँ व्यवस्था, यो धर्मनिरपेक्ष गणतन्त्र सङ्घीयता विफल भयो, अब चाहिँ यो देशमा चाहिँ फेरि चाहिँ महिलालाई चाहिँ सिरपेज लाएर ल्याउनुपर्छ भन्ने पनि शक्ति पनि खेलेका छन्। जस्तै उसले सिधै चाहिँ दुर्गे प्रसादले बोलिरहेछ, जो मान्छे तरवार लिएर म मान्छे काट्छु म मार्छु भन्ने मान्छेलाई सुदनले समात्नुपर्छ पर्दैन? हामी एउटा फेसबुकका स्ट्याटस राख्दा हामीलाई वार्निङ आउँछ होइन, उसले त ठाडै त्यहाँ चाहिँ भनिदिएछ। अब दुई तिहाई नजिकको सरकारले त्यस्तो खालको अभिव्यक्तिहरू आइराख्दा पनि त्यो काम गर्न नसक्नुमा चाहिँ सरकार चुकेकै हो त? जस्तो सुरक्षाको हिसाबले सरकार पनि त होसियार हुनु पर्यो नि। एक त भयभरको पार्टी, उसको आफ्नो पार्टी बाहेक उसकै आफ्नै पार्टीभित्रमा पनि गुटगत गतिविधिमा बालेन शाहलाई राजीनामा दिनुपर्छ, बालेन शाहको चाहिँ प्रधानमन्त्री हटेपछि रवि आयो भने म मन्त्री हुन्छु भन्ने अभिलाषा बोकेका मान्छेहरूले त घृणित खेल त राजनीति त खेल्छ नि त, खेल्दैन? अरे प्रत्येक पार्टी विभाजन त अर्कोले गर्दैन नि। पार्टी विभाजन त्यही भित्रका चाहिँ साथीहरूले गर्ने न हो। काङ्ग्रेस फुट्यो त कसको कारणले फुट्यो भन्नुहोस् न? राजतन्त्रको वंश नाश कसले गरे भन्नुहोस्? बाहिरको मान्छेले गरेन नि, आफैभित्र माराकाट गरे सिद्धिहरू। जस्तो अब अहिले यो तराईको घटनाहरूले चाहिँ होइन जुन खालको अब जातीय धार्मिक
हिंसा भड्किएर गइरहेछ अथवा सल्किएर गइरहेछ आगोसरी होइन। अब यसले चाहिँ अब कतिपयले भन्छन् कि अब बालेन सरकार नै ढाल्न सक्छ यो खालको त यही तरिकाले अघि बढ्ने हो भने ढाल्न खोज्छ भनिरहेछन्। के लाग्छ मैले अघि नै ढाल्ला भने त? बालेन सरकार सुन्नुहोस् 2/3 मेजोरिटी हो। बालेन सरकारको ऊ भन्छ क्या त्यो मान्छेको एउटा कथा छ कि उसलाई चाहिँ मार्नलाई चाहिँ बाण हान्छ, ऊ पटक जतासुकै बाण हान्दै मर्दैन अनि आकाशवाणी हुन्छ यसको मृत्यु त्यहाँ होइन। यसको मृत्यु कहाँ छ भने कुन ठाउँको एउटा मान्छेलाई चाहिँ उसलाई मार्यो भने अनि त्यसको असरले ऊ मर्छ भनेछ। अब नेपालमा अहिले जुन प्रकारको एउटा धार्मिक सानो चाहिँ द्वन्द्व झडप अति रन्जित ढङ्गले अहिले चाहिँ नेपालको चाहिँ विशेष गरेर तराईको क्षेत्रमा चाहिँ फैलाउने काम भएको छ होइन। धर्म भनेको असाध्यै सेन्सिटिभ कुरा हो। अब कतिवटा कुरा कुरै नबुझे अब आज नेपाल सरकारले पत्ता लगाउनु पर्ने कारण के भन्दाखेरि जो एउटा श्रमिक मन्दिरमा राति आएर सुत्ने उसलाई कुन चाहिँ मान्छेलाई राति आएर काटेर त्यो मन्दिरको पुजारी मर्यो भने जुन प्रकारको सामाजिक सञ्जालमा न्युज हालिदिएछ त्यो सुरुवात गर्ने मान्छे त पहिला समात्नुपर्छ पर्दैन? त्यहाँ त एकजना मात्रै होइन ती 3 जनाको ज्यान गइसकेको छ। मैले भन्दैछु त किन भन्दाखेरि सामाजिक सद्भाव बिथोल्नका लागि अहिले सामाजिक सञ्जालमा बिना प्रमाणका कथाहरू हिजो एआईले कस्तो चाहिँ घटनाहरू सिर्जना गरे तपाईँ हामीलाई थाहा छ नि। के अरे गगन थापा त पिटेर त धुर्मुस बनायो भने गगन थापा जिउँदो रहेछ। यो के अरे एमालेको अर्थमन्त्री के अरे त्यो विष्णु पौडेललाई पिट्यो भने विष्णु पौडेल त मैले पनि देखेको जनरल अमिताभ बच्चनभन्दा ठुलो छ। विष्णु पौडेल पिट्यो भन्छ यत्रो मुलाई 4 फिटको मान्छे देखाउँछ। मैले पनि यो के हो भने अब हामीले पनि त्यो एआईको इफेक्ट त्यतिको चाहिँ हुन्छ। अब रामकुमारी झाँक्रे केपी ओलीले त उहाँ बल डान्स गरेर किसा खाएको देखाएको छ। कुन चाहिँ चिजले विश्वास कुन चाहिँ चिजले विश्वास नगर्ने भन्नुहोस् न। अब एआईको भिडियोहरू त अब सिलेक्ट गर्न छान्न अथवा कुन चाहिँ सही हो त्यो त हामीले छुट्याउन गाह्रो पनि छ अहिले। गाह्रो छ होइन निकै गाह्रो छ। ठिक छ अब हामी अन्त्यमा पनि छौँ। जस्तो अब यो अहिले जुन खालको साम्प्रदायिक अथवा धार्मिक द्वन्द्व मचिरहेछ तराई क्षेत्रमा होइन, यसले अब पछि गएर यस्तै हो भने त पुरा नेपालमै यस्तो भड्किन सक्छ नि त। यसलाई समाधान गर्ने समाधानको उपाय के देख्नुहुन्छ तपाईँ? समाधान अब यहाँ नेपालमा यस्तो चाहिँ समाधान नम्बर 1 धार्मिक सद्भाव र्याली नेपाल बौद्ध महासङ्घ, विश्व हिन्दू महासङ्घ, राष्ट्रिय क्रिस्चियन महासङ्घ, इसाई धर्मावलम्बीहरूको संस्था छ सबैजनाले जोइन्ट स्टेटमेन्ट जारी गरेर सद्भाव र्याली निकाल्ने कति ठाउँमा मत्थर पनि भइसके। निभिसकेको आगोमा फेरि अलिअलि तेल छर्केर चाहिँ होइन आगो बाल्ने प्रयत्नहरू मैले पनि देशी विदेशी शक्तिहरूबाट त्यसको चाहिँ राजनीतिक अभिष्ट छ होइन। अब त्यो राजनीतिक अभिष्टको प्रभावलाई नेपाल सरकारले बुझेर निस्तेज बनाउन सक्यो भने यो आगो सिधै मरिसक्यो होइन। अब यहाँ जाने के अरे बालेन्द्रको राजीनामसँग झन् जोड्यो। अब सिरपेज चाहिँ नलाइकन हुन्न, माइलालाई सिरपेज नलाइदिए हुन्न भन्नेसँग जोड्यो। अब यो मलाई सरकारै फेल भयो यो चाहिँ के अरे सदन नै विघटन गर्नुपर्छसँग जोडियो होइन। यो नेपाललाई अब चाहिँ के भन्छ के अरे सिक्किम जस्तो भुटान जस्तो र चिनको चाहिँ तिब्बत के अरे तिब्बत जस्तो चाहिँ स्टेट बनाउनु नबनाइकन हुन्न भन्नेसँग जोड्यो भने त यो त कहिले नसक्ने सक्छ त होइन। होइन भने दुईटा समुदाय बिचको भएको थोरै मिसअन्डरस्ट्यान्डिङ राज्यले समन्वय गरेर मिलाउन सक्नेसम्म मिलाइसक्यो। अब यसलाई अति रञ्जित ढङ्गले दिनदिनै फेरि चाहिँ विभिन्न चाहिँ बहाना बनाएर नयाँ ठाउँमा आगो बाल्ने काम छैन। अब सरकारलाई के भन्नुहुन्छ त? सरकार मैले भनिसकेँ सरकारले अब योबाट पाठ अब नेपालमा तपाईँले सरकारले बुझ्नु पऱ्यो कि आज बालेन सरकार अथवा यो राष्ट्रपति 5 वर्ष यो देश चलाउँछ नि, यसको लोकप्रियतादेखि रिस उठेका मान्छेहरू यसलाई विफल बनाउनु खोले किन प्रतिपक्षको त भूमिका नै उनीहरूलाई चाहिँ प्रेसर दिने नै हो र प्रतिपक्षले विभिन्न प्रकारका चाहिँ के अरे भूमिकाहरू निर्वाह गर्ला, आन्दोलनहरू गर्ला। जहिले पनि आन्दोलनको सबभन्दा डरलाग्दो भयानक रूप चाहिँ आगजनी जुन दुर्गे प्रसाईलाई सिकायो। तिनको नियममा पहिला आगो लाउँदा उयो हो नि त होइन हो। अब सबभन्दा डर अवस्था के छ आगो। धनजनको क्षतिलाई न्यूनीकरण गर्नका लागि यता भिड नियन्त्रण गर्न त छँदैछ, त्यो अनियन्त्रित भिडले भोलि जुन प्रकारको आगजनी धनजनको क्षति मान्छेमाथि आक्रमण हुन्छ त्यस्तो अवस्थामा के गर्ने भन्ने चाहिँ त्यो तयारी हुनु पर्यो। आज पुलिसको हातमा
होइन त्यो लामो लामो बन्दुक भन्दा पनि सुरुमा त भिड नियन्त्रण गर्दा होइन उनीहरू अश्रु ग्यास प्रहार गर्न सकिन्छ। अब उसको के भन्छ अमेरिकाको पुलिसको तपाईँ चाहिँ ऊ हेर्ने हो भने त कुनै मान्छेले तपाईँलाई एट्याक गर्न आयो भने उसले एउटा स्प्रे छरिदिन्छ, त्यो स्प्रे छरे ऊ एट्याकै गर्न सक्दैन, उसलाई घातक पनि भएन, ऊ आक्रामक पनि भएन, होइन। त्यही कारण अब अहिले सबभन्दा देखेको नेपालको जहाँ पनि के भयो कि डाङडुङ हिर्काइहाल्ने, आगजनी गर्ने। अब डाङडुङमा कति विश्वास चिट काटेर दण्ड सजाय दिनुपर्ने ट्राफिक पनि सवारी चालकको घाँटी समातेर गाडीबाट निकालिदिन्छ, लसार पछारै गर्छ हेर्नुहोस्, होइन। त्यो चिजलाई अब सेना प्रहरीहरूको एउटा चाहिँ छुट्टै कार्यविधि बनाएर भिड जस्तै दुईवटा चाहिँ धार्मिक समुदायको बिचमा दङ्गा हुँदाखेरि सावधानी के लाने, अब पानीको फोहरा हान्दैन हेर्नुहोस्। अब अहिले रबर बुलेट जस्तै तपाईँले एउटा म त सैनिक उसमा बसेर आएको मान्छे हो नि त म त हङकङमा, जस्तै प्रहरीले दङ्गा नियन्त्रण गर्दाखेरि प्रोसिड्युर छ। पहिलो नम्बर 1 लाठीचार्ज हो, ए नहो भन्ने सम्झाउने हो, अनि सानो माइकले भन्ने हो, भएन भने लाठीचार्ज गर्ने हो, लाठीचार्जले भएन भने अश्रु ग्यास प्रहार गर्ने हो, अश्रु ग्यासले भएन भने पानीको फोहरालाई हान्ने हो, पानीको फोहरालाई भने त्यहाँ रबर बुलेट हान्ने हो, रबर बुलेट गुणाभन्दा मुनि हान्ने हो, अनि त्यसपछि ब्ल्याङ्क फायर भन्छ आकाशमा जाने साँच्चै बन्दुक पड्काउने हो, त्यो के अरे त्यो के अरे त्यो हवाई फायर गर्ने, त्यो के अरे जाने दशक हर्ष बढाएमा जस्तो बन्डङ र बुन्डुङ पड्काउने हो। अनि त्यतिले नभएपछि अनि त्यहाँबाट ऊ वार्निङ दिन्छ, घुँडाभन्दा मुनि हाल्ने, ढलिसकेपछि हान्न पाउँदैन। एउटा बन्दुक एकजना एउटा गोलीले उसलाई ढलिसकेपछि अब खतरामुक्त भयो, त्यो मान्छे उठेर तपाईँलाई गर्न सक्ने केही होइन, त्यसपछि बरु उसले उपचारमा लानु पऱ्यो। त्यो प्रोसिड्युर नगरिकन ड्याङ ड्याङ गोली हान्न थालेपछि त्यहाँ त डरलाग्दो स्थिति हुन्छ। त्यही कारण यस्तो कार्यविधि अब मैले भने नि एभ्री मिस्टेक्स इज आवर टिचर, प्रत्येक गल्ती हाम्रो लागि शिक्षक बन्न आउँछ, तर गल्तीबाट पाठ त सिक्नु पऱ्यो नि। गल्ती गर्ने, पाठ नसिक्ने, फेरि अर्को गल्ती हुने, फेरि दोहोऱ्याउने, अनि त्यो यो त अनन्तकाल कहिले पनि अन्त नहुने हो नि। विदेशमा त कुनै एउटा चाहिँ घटना घटेपछि त्यसबाट सरकारले एउटा नीति पास गरिहाल्छ, ल अब यसो गर्ने। अब इभी गाडी पटक पटक दुर्घटना भयो, अब नेपाल सरकारले गल्ती भयो नि त, यता इभी गाडी त धेरै दुर्घटना भयो, प्राइभेटदेखि लिएर बसदेखि सब। अब नेपाल सरकारले इभी गाडीको चालकहरूलाई छुट्टै चाहिँ नि लाइसेन्स चाहिँ दिने चाहिँ के अरे नीति बनाउँदैछ। हो यस्तो चिजहरू बन्नु पऱ्यो क्या। त्यो भयो भने यस्ता त्यो फेरि घट्दैन, अदरवाइज यो खालि चाहिँ टालटुले नीति, यो टालटुले नीति हुन्छ नि। यहाँ त सानो पलमा एउटा स्थिति लायो अनि त्यसले दीर्घकालीन समाधान गर्दैन, होइन। अन्त्यमा छौँ के भन्नुहुन्छ हाम्रो दर्शकलाई, अन्त्यमा दर्शकहरूलाई? अब हेर्नुहोस्, सबै दर्शकहरूमा के भन्न चाहन्छु भने नेपाल बहुधार्मिक बहुसांस्कृतिक मुलुक हो, होइन। र यो मुलुकमा धर्म, जाति, भाषा, संस्कृति भनेको असाध्यै संवेदनशील विषय हो। र यो माथि कसैले राजनीतिक चाहिँ खेलवाड गर्छन् भने त्यो राजनीतिक चाहिँ त्यो आगोको लपेटाले कसैले पनि भाग्य राख्दैनन्, होइन। हाम्रो मुलुकमा यस्तो धार्मिक द्वन्द्वमा यस्तो उग्र लिब्रेको विगतमा अनुभव छैन, तर विगत केही वर्षदेखि जब देशमा धर्मनिरपेक्ष गणतन्त्र घोषणा भइसकेपछिको अवस्थामा वाद प्रतिवादहरू अलिकति उग्र ढङ्गको अझ विध्वंसकारी ढङ्गको मान्छेको जीवनमाथि नै हतियारसहित आक्रमण गर्ने। हेर्नुहोस्, मैले भने र्यालीमा हतियार लिएर हिँडेको मैले देखेकै छैन। अब मुसलमानहरूको चाड हुन्छ, हतियारै प्रदर्शन गर्नुपर्ने हुँदो रहेछ, त्यसमा पनि उहाँ आफ्नो भित्र मात्र हो, त्यो कुनै प्रकार प्रहार पनि गर्दैनन्। अब हाम्रो पनि जन्तीमा एउटा तरबार यसरी बोकेर नाच्नुपर्छ, होइन। त्यो भनेको अगाडिका सम्पूर्ण विघ्न बाधाहरू हटाउँदै पन्छाउँदै जाने भन्ने कुरा हो। त्यो लिएर त हामी त झगडा त गर्न त जाँदैनौँ नि। त्यही कारणले यस्तो खालको चाहिँ चिजहरूमा हामीले राजनीतिकरण गर्नुहुन्न, किनभने यदि त्यो राजनीतिकरण धार्मिक सद्भाव बिथोलेर धार्मिक युद्ध अथवा गृह युद्धमा परिवर्तन भयो भने त्यो युद्धले न वृद्ध भन्छ, न बालक भन्छ, न जनजाति भन्छ, न बाहुन भन्छ, न मुस्लिम भन्छ, न दलित भन्छ, न बुद्धिस्ट भन्छ, न क्रिस्चियन भन्छ, न किराँत भन्छ, त्यसले सबैलाई सघाप पार्छ। सकिने भनेको आफ्नै दाजुभाइ बिच हामी नेपाली नै सकिने हो, होइन त। हुन्छ, यहाँलाई एकदमै महत्त्वपूर्ण समयको लागि अनि महत्त्वपूर्ण विचारका लागि धेरै धेरै धन्यवाद। एकदम धन्यवाद। स्टुडियोमा आएर आफ्नो विचारहरू राख्ने मौका दिनुभयो, त्यसको लागि तपाईँलाई, प्रश्नकर्ता, प्राविधिक मित्रलाई, यो अन्तर्वार्ता लाखौँ लाख चाहिँ दर्शकहरूलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। हस्।